नमस्कार। आज हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। हिन्दू पौराणिक कथाहरूमा सबैभन्दा पूज्य तीन पात्रहरू छन् नि, राम, कृष्ण र हनुमान। यिनीहरूको सम्बन्ध कस्तो थियो होला? आज हामी यही गहिरो र समयभन्दा परको सम्बन्धको रहस्य खोतल्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ है त। अब एउटा प्रश्न सोच्नुस् त, हनुमान हामी सबैलाई थाहा छ उहाँ त्रेता युगमा रामका परम भक्त हुनुहुन्थ्यो। तर फेरि द्वापर युगमा आएर उहाँले कृष्णको सेवा कसरी गर्नुभयो? एउटा युगको भक्तले अर्को युगको भगवानको सेवा कसरी गर्न सक्छ? यो त अलि अनौठो सुनिन्छ नि, होइन र? आज हामी यही रहस्यको पर्दा खोल्नेछौँ। यसको रहस्यको चुरो कुरो के हो भने नि, राम र कृष्ण दुई अलग अलग शक्ति होइनन्। उहाँहरू दुवै एउटै दिव्य तत्व अर्थात् विष्णुका फरक फरक स्वरूप मात्र हुन्। अनि हनुमानको जुन भक्ति छ नि, त्यो कुनै एउटा शरीर वा स्वरूपप्रति मात्रै सीमित थिएन। उहाँको भक्ति त त्यो मूल दिव्य तत्वप्रति नै थियो। अब यो कुरा बुझ्नको लागि एउटा महत्त्वपूर्ण अवधारणा छ, विष्णु तत्व। यो सिद्धान्तले के भन्छ भने, राम होस् वा कृष्ण वा अरू कुनै पनि अवतार, ती सबैको स्रोत एउटै हो, सर्वोच्च शक्ति विष्णु। भनौँ न, यो एउटा यस्तो धागो हो जसले राम र कृष्णलाई एउटै मालामा उनेको छ। ल, अब यो कुरा केवल कुनै कल्पना मात्रै होइन है, हाम्रा धर्मग्रन्थहरूमा यसको गहिरो जरा भेटिन्छ। त्यसो भए आउनुहोस्, शास्त्रहरूले यसबारेमा के भन्छन् एकछिन त्यतैतिर लागौं। शास्त्रहरूमा हेर्ने हो भने त यसको प्रशस्त प्रमाण पाइन्छ। जस्तै रामायणमै एउटै प्रभुका अनेक रूप र अवतारहरूको चक्रबारे उल्लेख छ। अनि महाभारतको कथा त झनै रोचक छ। त्यहाँ कृष्णकै अनुरोधमा हनुमान अर्जुनको रथको ध्वजामा बस्नुभएको थियो। भागवत पुराण जस्ता ग्रन्थहरूले पनि यही कुरालाई जोड दिन्छन् कि साँचो भक्ति स्वरूप वा शरीरसँग होइन, त्यो भित्रको दिव्य तत्त्वसँग हुन्छ। यो श्लोकले त भनौँ न सबै कुराको सार नै बताइदिन्छ। एको देवः सर्वभूतेषु गूढः, अर्थात् एउटै ईश्वर सबै प्राणीहरूमा लुकेर बसेका छन्। कति गहिरो कुरा! यही नै त्यो मूल मन्त्र हो जसले राम र कृष्णको एकतालाई प्रष्ट पार्छ। ठिक छ, अब समयको हिसाबले हेरौँ है त। यो सम्बन्धले कसरी दुई फरक युगहरू त्रेता र द्वापरलाई जोड्न सक्यो, त्यो खाडल कसरी पुरियो, आउनुहोस् हेरौँ। कथा सुरु हुन्छ त्रेता युगबाट, जहाँ रामको अवतारसँगै हनुमानको त्यो अद्वितीय भक्तिको जग बस्छ। अनि जब त्यो युग सकिन्छ, हनुमान गहिरो ध्यानमा जानुहुन्छ, समयभन्दा पनि पर। त्यसपछि आउँछ द्वापर युग, कृष्णको अवतार हुन्छ, अनि महाभारतको लागि मञ्च तयार हुँदै जान्छ। र यी दुई युगलाई जोड्ने पुलको काम कसले गर्छ? ओहो, हनुमानले। अब हामी कथाको सबैभन्दा रोमाञ्चक र महत्त्वपूर्ण मोडमा आइपुगेका छौँ। त्यो क्षण जब हनुमान र कृष्णको भेट हुन्छ। यो भेट साँच्चै नै शक्तिशाली र निर्णायक थियो। कल्पना गर्नुस् त, कुरुक्षेत्रमा महायुद्ध सुरु हुन लागेको छ। कृष्णलाई थाहा थियो कि अर्जुनको रथलाई सामान्य सुरक्षाले पुग्दैन, दिव्य सुरक्षा नै चाहिन्छ। एउटा यस्तो शक्ति जो अभेद्य होस्। अनि उहाँले कसलाई सम्झिनुभयो? हो, त्यही एक शक्तिलाई, हिमालयमा तपस्यारत हनुमानलाई। अनि जब हनुमान प्रकट हुनुभयो, उहाँले कृष्णलाई हेर्नुभयो। तर उहाँले कृष्णको बाहिरी रूप मात्र देख्नु भएन। उहाँले त्यो स्वरूपभित्र आफ्नो प्रिय प्रभु रामकै दिव्य सार देख्नुभयो। त्यो क्षणमा उहाँले बाहिरी रूपलाई छिचोलेर भित्री सत्य चिन्नुभयो। र उहाँको मुखबाट निस्कियो, हे प्रभु, तपाईँ नै राम। अनि कृष्णको जवाफ? त्यसले त सबै कुरा स्पष्ट पारिदियो। उहाँले भन्नुभयो, रूप बदलिन्छ, उद्देश्य बदलिँदैन। कति शक्तिशाली भनाइ! अनि त्यो साझा उद्देश्य के थियो त? धर्मको रक्षा हो। यही भेटले नै सबै कुरा छर्लङ्ग पार्छ। कसरी यी तीन पात्रहरू फरक फरक रूपमा फरक फरक युगमा भए पनि एउटै महान उद्देश्यको लागि एक भएका थिए। ल, अब यसको सारलाई अझै राम्ररी बुझौँ। यो तालिकाले उहाँहरूको भूमिकालाई एकदमै राम्रोसँग देखाउँछ। हेर्नुस् त, हनुमान हुनुभयो रक्षक, जसको शक्तिको आधार हो अटल सेवा र भक्ति। कृष्ण हुनुभयो मार्गदर्शक, रणनीतिक र आध्यात्मिक सल्लाह दिने। अनि राम, उहाँ हुनुभयो मूल प्रेम शक्ति, धार्मिकताको आदर्श। भूमिका फरक फरक भए पनि सबैको लक्ष्य एउटै, धर्मको स्थापना। भगवत गीताको यो प्रसिद्ध श्लोक त हामी सबैले सुनेकै छौँ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अर्थात् जब जब धर्मको हानि हुन्छ,
यो केवल कृष्णको वचन मात्रै होइन, यो त्यो दिव्य प्रतिज्ञा हो जसले उहाँ र राम दुवैको अवतारको उद्देश्यलाई एक बनाउँछ। यही नै उहाँहरूको साझा मिसन हो। त्यसो भए अन्तमा यो सम्पूर्ण कथाबाट हामीले के सिक्न सक्छौं त? सायद यही कि साँचो उद्देश्य र भक्ति कालातीत हुन्छन्। तिनीहरू कुनै रूप, शरीर वा युगको सीमामा बाँधिँदैनन्। यसले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ कि हाम्रो जीवनका उद्देश्यहरू पनि यस्तै समयभन्दा परका हुन सक्छन्?